नमस्ते। आज चाहिँ हामी चकलेट स्पोन्ज बनाउँदैछौँ। त्यसको लागि हामीलाई चाहियो एक भेनिला एक्सट्र्याक्ट, सुगर, कोका पाउडर एन्ड फ्लोर। ओके, यो चाहिँ अब के कति चाहिन्छ भनेर चाहिँ यहाँ यसरी देखाइएको छ। तर लाएर अब तयार गर्ने अवस्थामा छौँ सबैजना। चलोस् सर म्यामहरू। यसमा अब हामी मिक्सर होइन यो यसमा चाहिँ हामी चाहिँ एक हालिसकेका छौँ। अब हामी चाहिँ यहाँ सुगर एड गर्दैछौँ। हेर्नुहोस् हजुरहरू, सर लाएर यसरी चाहिँ सुगर एड गरिसक्यो। अब हाम्रो मिक्सर मेसिनमा चाहिँ एकदम एग एन्ड सुगर चाहिँ हाम्रो यसमा कोका पाउडर र फ्लोर एड गरेर मिक्स गर्दैछौँ। यस्तो छ, यता चाहिँ हाम्रो भ्यू चाहिँ यस्तो छ है हजुरहरू। क्यामेराको क्वालिटी चाहिँ राम्रो त्यति छैन। हामी कोका पाउडर एन्ड फ्लोर मिक्स चाहिँ हामी एड गर्दैछौँ। अलि बिस्तारै तर अलि फास्ट भने त बुझ्नुहुन्छ। हाम्रो त्यो चाहिँ कसरी निकाल्ने भनेर चाहिँ हजुरलाई म यसो स्पन्जको लागि मोल्डहरू तयार हुँदैछ। एकदम मोल्ड साह्रै खानु मन लागेको छ फेरि। गर्ने बानी छ होइन, त्यो नगर्नु क्या यसमा। यो त तपाईँको अन्डाको फर्मले गर्दाखेरि मजाले फ्राई हुने नि त होइन। स्पन्ज पाक्छ। एकजना उता गएर डार्क चक्लेट व्हाइट चक्लेट लिएर आउनुहोस्। ओके ओके, हामी चाहिँ अब यहाँ हालिसकेको छौँ ओभनभित्र गलाएर। अब 30 मिनट्स। टेम्परेचर कति हो म्याम यो? 200 हो म्याम। ओके, तल माथि दुइटै 200 डिग्री सेन्टिग्रेडेड। फाइनल्ली हाम्रो चकलेट स्पोन्ज रेडी भइसकेको छ।